नेपालको इतिहासकै कालो दिन। आजको दिन यस्तो डरलाग्दो, यस्तो नमिठो, यस्तो कालो, यस्तो अँध्यारो भयो। म अहिले पनि सोच्न सकिरहेको छैन। रातको 1 बज्यो तर मलाई निन्द्रा छैन। दिनभरि आन्दोलन, आगलागी, तोडफोड, नारा, जुलुस। हिजो 23 गते 28 वर्षभन्दा मुनिको जेनजी ग्रुपले गरेको केपी ओली सरकार विरुद्धको आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलनमा पुलिसको गोली लागेर 19 जना युवाहरूले ज्यान गुमाउनु पर्यो। त्यसको परिणामस्वरूप आज जेनजी ग्रुप निकै नै आक्रोशित ढङ्गले काठमाडौँ, पोखरा, बुटोल, वीरगञ्ज, धनगढी लगायतका सहरहरूमा लगभग पुरै जसो सरकारी कार्यालय, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, राजस्व कार्यालय केही पनि बाँकी राखेनन्। सिंहदरबार, सर्वोच्च अदालत पनि आगो लगाइदिए। संसद भवनमा पनि आगो लगाइदिए। ओहो, आज दिनभरि कुमियो पोखरा सबै दिनभरि कुमियो। सब आन्दोलनकारीले आगो लगाउँदै हिँडेका छन्। सबै मान्छे बाहिर सडकमा छन्। साना बालबालिकादेखि लिएर, युवाहरूदेखि लिएर, महिलाहरू, वृद्धहरू, बाहरू समेत चाहिँ ठिक गरिस्, तिमीहरूले ठिक गरिस्, आन्दोलन गर, अझै बढी गर भनेर चाहिँ थम्स अप गरेर चाहिँ हिँडिरहेका, हौसला दिएर चाहिँ हिँडिरहेका, बल्ल खाइस सरकार, बल्ल खाइस केपी ओली भन्दै हिँडिरहेका मान्छेहरू देखेँ मैले। ओहो, आज यति ठुलो सार्वजनिक सम्पत्तिको सत्यानाश भयो। हिजो त्यति धेरै जनताहरूले ज्यान गुमाउनु पर्यो। साँच्चीकै यो देशमा यो आन्दोलनको कारणले जित कसको भयो? जित जनताकै भएको हो त।